आज मेरो घरको पेन्टिङ गरेको दोस्रो दिन हो। हिजो कलर गऱ्यो, आज बीचमा रातो पिलो र कालो गर्दैछु। यो रातो पिलो कालो भनेको चाहिँ के भने मेरो यो पल्टनको नाम निशानको कलर हो हैन। अब मैले पल्टनमा अबत्त भएर मेरो सी नाम र निशानको रङ मैले यहाँ दर्शाएको छु। यो रातो पिलो र कालो, माथि रातो छ, बिचमा पिलो छ र तल चाहिँ कालो छ। यो चाहिँ मेरो पल्टनको रङ है। यो भन्नु होला यो रातो पिलो किन लगाएको भन्नु होला। यो चाहिँ एउटा महत्त्व छ हैन। त्यस कारणले गर्दा मैले यो 3 रङ लगाएको छु। मलाई पल्टनले हैन यति धेरैसम्म माया गरे, त्यस कारणले गर्दा मैले यो सम्झनाको लागि नै यो रङ गरेको छ। राम्रो पनि देखिन्छ यसमा हैन। यसमा अझै मैले धागो या स्केल लाएर गरेको राम्रो लाइनमा आउँथ्यो। राम्रो लाइन चाहिँ 13 मेरो भएको छ। बिल्कुल एक्युरेट सिधा लाइनमा चाहिँ आएको छैन हैन। आएको छैन। यसमा चाहिँ अलि बाङ्गो टिङ्गो भएको छ। यसलाई म सुधार्ने कोसिस गर्छु हैन। दसैँ आयो। दसैँमा चाहिँ यसरी नै अब घरलाई सिँगार्नु पर्दछ। पाहुनाहरू आउनुहुन्छ, उहाँलाई राम्रो देखाउनु पर्ने हुन्छ हैन। त्यस कारणले दसैँमा चाहिँ हामीले घरलाई चाहिँ एकदम सिँगार पकार गर्ने गर्छ है। दसैँ भनेको किनकि अब वर्ष दिनमा एकचोटि आउने चाडपर्व हो हैन। त्यस कारणले सबैले घरलाई चाहिँ राम्रै बनाऊँ र राम्रै देखाउँ भन्ने सोच विचार हुन्छ। त्यति राम्रो त गरेको छैन, तर पनि फेरि प्राइस मेहनत र कोसिस जारी छु। अब 3 दिनको दसैँ छ। यसमा मैले कलर गरेर भोलि फेरि गेरु लाउने काम बाँकी छ। अनि तल पेन्ट गर्ने काम बाँकी छ। हस्, तै पनि सबैले घर रङ्गी चङ्गी गरेर राम्रो देखाउनु होला, राम्रो बनाउनु होला। हस् त, धन्यवाद।